तपाईमाथि शान्ति दियोस्, अल्लाह तपाईलाई शान्ति दियोस्। फेरि हामी पल्टेर भन्छौँ वालेकुम सलाम र अल्लाह तपाईलाई पनि शान्ति दियोस्। सलामको अर्थ नै हुन्छ शान्ति, सलामती, र यसैबाट इस्लाम शब्द निस्किएको हो जसको अर्थ हुन्छ शान्ति र सलामती। नेपाल मुस्लिम शान्ति समाज, पीस सोसाइटी, किन हामीले यो नाम राखेका छौं? किनकि यसको नेम, यसको अर्थ नामको नै हिसाबले हो कि जसरी इस्लामको अर्थ शान्ति हुन्छ, मुस्लिमको अर्थ शान्ति हुन्छ, त्यसैले हामीहरू एउटा तन्जिम बनाएर, एउटा गठन बनाएर, संगठन बनाएर, एउटा पार्टी र एउटा ग्रुप बनाएर त्यसबाट हामीहरूले कसरी अर्को मानिसलाई फाइदा पुर्याउँ। किनकि नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छ खैरुन नास मन यनफउन नास, धेरै भन्दा धेरै राम्रो, धेरै बेस्ट मानिस त्यो हो जसले अर्कोलाई फाइदा पुर्याउँछ। सुभानअल्लाह। अब यसमा कुनै हिन्दू मुस्लिमलाई हेर्ने होइन, कुनै पनि धर्म जाति, कुनै पनि समुदायका मानिस होस्, कालो होस्, गोरो होस्, कोही पनि होस्, सबैलाई फाइदा पुर्याउने मानिसलाई अल्लाहका नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छ खैरुन नास मन यनफउन नास।